पिकनिक क्या होगा जी? टट्टी हुआ डेंजर पिकनिक होगा, यादगार पिकनिक होगा। साल पूरे जिंदगी भर नहीं भूलेंगे, दोबारा कभी नहीं आएंगे। ये 2025 में ये देखो चप्पल सप्पल साफ भोग के चल रहे हैं हम लोग। ये पैसे दिने दिने यही नहीं खानु आउँछ भनेर थाहा पाएको। ये ऐसा हो रहा है हमारे यहाँ एकदम गेटअप चाहिँ चेन्ज भएको छ है साथीहरु। मेरो चाहिँ कहिले चेन्ज भएन। यहाँ हेर्नु होला भाडा बर्तनहरु सबै यहाँ छ है साथीहरु। मिलो यहाँ चाहिँ हामीलाई प्लाउ बसाएको छु अनि घरमा चाहिँ मासु होइन। सो आज चाहिँ यहीँनिर पकाएर लाने हो साथीहरु, किनकि अनि किलो नै कम्ती गरिसकेछ। आधा किलो निस्किन्छ होला सबै फ्याँकेर हेर उता शेष फ्याँकेर बर्बाद पारिसक्यो। मासु कम्ती हुन्छ होला। ये हमारे साथ धोखा हुआ कि नहीं हुआ? हुआ एकदमै एक नंबर धोखा हुआ है। हाँ बहुत ज्यादा सबसे किन त्यही त एकदम धोखा हुआ है साथीहरु। हेर्नुस् है हामीलाई टोटो वाला मामा आफ्नै मामा हो अनि टोटो छ नि त हो साथीहरु, त्यही लागि भनेको। अनि यहाँ चाहिँ यसको बाइक अब यहाँ जिदारु जान्छ बाइकमा हो साथीहरु। अब अलिकति हाम्रो भेनाको लुक हेर्दिनु होला। लुक यस्तो भएको छ। एभ्रीवन हाउ आर यु? हेलो एभ्रीवन, वेलकम छ तपाईहरुलाई फेरि मेरो न्यू ब्लगमा न्यू भिडियोमा हो। सो हजुरहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्दै म आज फेरि एउटा ब्लग स्टार्ट गरिरहेछु हो साथीहरु। अहिले चाहिँ किचनदेखिको म ब्लग स्टार्ट गर्दैछु। हजुर हेर्न यो बोलेको अनि यस्तै भइरहेछ होइन। सो अहिले चाहिँ म आएको छु माइतामा। हजुरहरूलाई पनि थाहै होला होइन, धेरै दिन भयो। किनकि यत्रो दिनदेखिको हामी प्लान बनाइरहेको थियौँ हामी पिकनिक जानुको लागि हो। सो अहिले चाहिँ हामी एकदम फाइनल भयो कि अहिले पिकनिक जानुको लागि। सो साथीहरू के भयो? सो हजुरहरूलाई पनि अब पछाडि म देखाउने छु कहाँ जानेछु यो चाहिँ एकदम हजुरहरूलाई पनि सरप्राइजै हुनेछ हो। सो अहिले चाहिँ म किचनमा छु। सो भिडियो चाहिँ हेर्दै गर्नुहोस् होला लास्टसम्म हो। अहिले चाहिँ टाइम भएको छ साथीहरू 11 बजिरहेछ। एकदमै घाम लागिरहेछ यहाँ चाहिँ होइन। अहिले चाहिँ जान्छु हजुरहरू पनि हेर्दै गर्नु होला लास्टसम्म भिडियो। अहिले चाहिँ हामी सुरु गर्न आँटेछौँ। म चाहिँ यहाँनिर मसलाको बट्टा लिएर हामी चाहिँ सबै कुरो पकाएर जानेछौँ घरबाटै हो साथीहरू। त्यहाँनिर चाहिँ अदुवा लसुन रेडी गरिरहेको छु पेट गर्नु लागि। अनि दिदीले चाहिँ बनाउनु हुँदैछ यहाँ चिकन। हामी चाहिँ घरमै पकाएर जाने सबैजना। दिदी हेलो भनिदिनु सबैजना। हेलो कता गयो फेरि तपाईँलाई देखेन खोइ हेलो भनिदिनु। हेलो यो हो के अरे? के हो यो? सिलपट्टाको पिस्ने लोरो। सिलपट्टा अरे सिलौटा होइन, हिंदी से सिलपट्टा तो बोलता है, नेपाली बड़ा लोहरो। मुझे नहीं पता था। अब यहाँ ये है हमारा छोटी बहन शिवानी। हेलो बोल दो। हेलो। बीच बीच में हिंदी भी आती है, हिंदी ज़्यादा नहीं आती है। किसको? थोड़ा थोड़ा आती है, अल्प अल्प। आसमा मगर को। सब रेडी हो गया है। मर मसाला अभी बनाएंगे दीदी, अभी दिखाऊंगी मैं भन्नु क्या। यिनीहरू चाहिँ बल्ल आइपुग्यो मम्मीहरू कालचिनीबाट छ। हेलो भन्दै सबैजना। हेलो। आज पिकनिक खानुलाई चाहिँ हामीले बिहान बिहान बोलाएको हो। ढिलो भइसक्यो। के ल्याउनु भयो मम्मीले? मिठाई के हो? समोसा अनि मिष्टी ल्याएन? मिष्टी भी आया है। मम्मीहरू कतैबाट आउनु भयो भने चाहिँ मिठाई चाहिँ खोजिहाल्छौँ क्या हामीहरू पहिलादेखिको सानोदेखिको बचपनको देखेको छैन मिठाई ल्याइदिनु भएको मम्मीले। के अरे बचपन की यादों में भन्नु क्या हो? वो मेरो साथी हेलो भन्दै लु को
बाबु प्रभु तैँले अझै मासु धुइसकिनास्? यो चाहिँ यसले धुइसकेको छैन मासु। यहाँ हेर्नुहोस् हेलो भन्दै। हेलो किन यत्रो साह्रो डेरी? यति थुप्रो छ एक बाल्टिङ छ त। यसले चाहिँ त्यो सबै एउटा पनि छोडेको छैन है साथीहरू। सब धुएर सबै यसको मासुको तैँले त अनि किलो नै कम्ती गरिसकेस् त। आधा किलो निक्लिन्छ होला। सबै फ्याँकेर हेर उता शेष बोस फ्याँकेर बर्बाद पारिसक्यो। मासु कम्ती हुन्छ होला। के भन्यो नि सुनिन के भन्यो? यदि यत्रो ठुल्ठुलो पिस हुन्छ ठुलो बनाउँदैन। यहाँ चाहिँ आगो पुगिसके साथीहरू। अब यहाँ मासु बसाउने हो। के बनिन्छ हजुरहरूलाई देखाउने छु म। यहाँ पे हो रहा है हमारा यसलाई के भन्छ? यहाँ पाक्दैछ पुलाउको मासु। यो चाहिँ कसरी पकाउने थाहा छैन है मलाई चाहिँ। हेर्नुहोस् है साथीहरू बयरको एकदम बजार छ। खै यो एउटा खाम कस्तो हुँदैछ। यहाँ चाहिँ रेडी हुँदैछ। के भन्छ दि यसलाई? पुलाउ। हो के गरेँ मैले के गर्नु जान्दिनँ। घरबाट पकाएर लाने पिकनिकमा। मिलो यहाँ चाहिँ हामीलाई पुलाउ बसाएको छौँ अनि घरमा चाहिँ मासु होइन। सो आज चाहिँ यहीँनिर पकाएर लाने हो साथीहरू। किनकि आजै हो बेसी घाम लागेको। यत्रो दिन त्यस्तो घाम लागेको थिएन साथीहरू। सो मेरो गला पनि बसिसकेको छ। त्यति साह्रो आवाज पनि आएको छैन होला। खुकुरी पनि भयो। घर पुऱ्याउने दिन घरहरू आयो ढाका घुट्नु भइरहेको छ साथीहरू। बनाउँदैछौँ भर्खर। हेर्नु सक्नुहुनेछ। अब चाहिँ तपाईँहरूसँग एकैचोटि जाँदा भेट्छु। किनकि यताउता गर्न अलिक टाइम लाग्छ कि साथीहरू। अहिलेको लागि बाई। नानीलाई पनि फ्रेस गरिसक्यो हो। नुहाइधुवाइ भइसक्यो। अहिले भेट्छु हजुरहरूसँग। बाई बाई। यहाँ चाहिँ नुहाइधुवाइ गरेर हेर्दैछ भिडियो हेर्छु। दादा मेरो दादा यहाँ मेरो भाइ। हेलो भन्दै हो न त। हेलो गाइस सब्सक्राइब कर दो, लाइक कर दो, कमेंट भी कर दो। यस तुम भी कर दो। कर दो। हेलो हेलो भन्दै। हेलो साथीहरु। कस्तो हुनुहुन्छ? साथीहरु कस्तो हुनुहुन्छ? बाई बाई भन्दै अहिलेको लागि हामी पिकनिक बाई बाई हाम्रो लागि हाम्रो पिकनिकको भोलि। ओके भन्दै। ओके हो बाई गाइस। हामी चाहिँ रेडी भइसक्यौँ। हामी चाहिँ एकदम लेट भयो कि साथीहरू। 3 बजी सकिसक्यो। अझैसम्म हामी जानेर जाने भन्दै थियौँ हो। यहाँ के अरे ए जयन्ती नि जयन्ती जाने भन्दै थियौँ साथीहरू। एकदम लेट भयो। मामा यहाँ हेलो भनिदिनु हाम्रो मामा टोटोवाला मामा। अन्त आफ्नै मामा हो अनि टोटो छ नि त हो साथीहरू। त्यही लागि भनेको। अनि यहाँ चाहिँ उसको बाइक अब यहाँ जिँदारू जान्छ बाइकमा हो साथीहरू। अब अलिकति हाम्रो भेनाको लुक हेरिदिनु होला। लुक यस्तो भएको यहाँ एकदम गेटअप चाहिँ चेन्ज भएको छ है साथीहरू। तेरो चाहिँ खै चेन्ज भएन? यहाँ हेर्नु होला भाडा बर्तनहरू सबै यहाँ छ है साथीहरू। यिनीहरूको पनि हेर्नुहोस्। हेलो साथीहरु। हेलो मेरो लुक चेन्ज भएन। मलाई प्लिज देखाउनु न। हाम्रो अदुको चलाने वाला खोइ नितु आएन। अब एकजना आउने बाँकी छ है साथीहरू। हामी चाहिँ जान्छौँ 3 बजीसम्मको बेलुकाको होइन। एकदम ढिलो भयो किनकि छिटै जाने भनेर हामीले प्लान बनाएको थियौँ होइन अर्को। किनकि एकदम लेट भयो यता गर्दा उता गर्दा हो साथीहरू। अनि सो हामी जहाँ पनि जाने हजुरहरूसँग म भेट्छु होइन। लास्टसम्म भिडियो हेर्दै गर्नु होला। अहिले चाहिँ अहिलेको लागि बाई। यहाँ हेर्नु त्यो चाहिँ त्यहीँबाट चिचाइरहेछ है। छिटो आइज
तेरो चाहिँ म चाहिँ खोजिराख म चाहिँ ये हमारे साथ धोखा हुआ कि नहीं हुआ हुआ एकदम ही एक नंबर धोखा हुआ है हाँ बहुत ज्यादा सबसे किन जयन्ती भनेर त्यही त एकदम धोखा हुआ है साथीहरु हेर्नुस् है हामीलाई जयन्ती भनेको थियो अहिले जाँदैछौँ हामी यो राइडा खोला होला त्यो पनि बोलाए पनि थाहा छैन हामी पिकनिक खानेहरूलाई थाहा छैन साथीहरु बाटो बताउनु ओ कहाँ पुगिसक्यो तिनीहरू साथीहरु हामी चाहिँ अझै पुगेको छैनौँ कहिले यो चाहिँ हो बाटो राइडा खोला जाने टेमारीको रियान्सु बोर भइसक्यो कहिले आउने पिकनिक जग्गा नि बाबु कहिले आउने रियान्सु रुनु भइसक्यो कहिले पुग्नु भनिरहेछ बाहिर 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 खै कहाँ छ खै कहाँनिर ए हात्ती आयो भने मलाई डर लाग्दैछ साथी हात्ती आयो भने बयर टिप्न आएको यहाँ टोटो रोकाएर साथीहरू तर यहाँ बयर चाहिँ भेटेको छैन ऊ एउटा रहेछ माथि टिप्दा त अघिले हामी त के गर्नु जिली गान्टे छौँ ये देखो गान्टे छौँ जिली गान्टे अघि बयरको जग्गामा रोक भनेको रोकिस् तैँले बयर टिप्नु उत्रेको होइन रहेछ हामी चाहिँ फाइनली आइपुग्यौँ साथीहरू यहाँ राइडा खोला होइन हामी चाहिँ यहाँ पिकनिक खान आएको फाइनली आइपुग्यौँ यहाँ देखाउँदा हेर्नुहोस् होला हाम्रो जग्गा यो चाहिँ राइडा खोला हो साथीहरू वेलकम छ तपाईँहरूलाई पनि हो हाम्रो पिकनिक खाने जग्गामा यहाँ गाडी फसेर छु तर हिँड्नु जाँदाखेरि हिँड्दै जाँदैछ यही हो हामी त्यसै जानु पाएन हो यस्तो लेट भयो कि म एकदम टाढो पर्छ नि त साथीहरू बेकार ट्रिप भयो हाम्रो साथीहरू यहाँ हेर्नुहोस् खोला मेरा ऑड्डू को कितना सुंदर दिख रहा है इधर देखो नन्नू के बीच में अदू देखो अदू चुप चलो गड्डू मुझे सामने कौन अब करो इधर करो इधर कहाँ पे आए हम कहाँ आए बांदर बनाइदियो त लिपस्टिक है के रे इधर आओ लु भन्छ अझै एकपल्ट भन्न के भन्नु कसम पैसा दिने थिएन यही नि खानु आउँछ भनेर थाहा पाएको ये सब हो रहा है हमारे ये सब हो रहा है हमारे साथ एकदम बोल 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 धोखा हुआ है अब जाने कता ठुलो खोला कहाँ हो भित्र जानुपर्छ कसरी जानु भित्र हामी अलिक ठुलो उता खोला जाँदैछौँ म साथीहरू भन्दैछु हो कोही मानेन फिक्स भएन हामी जाँदैछौँ ठुलो खोला आइडिया छैन नि त अनि इसीलिए तो कह रहा हूँ कि बच्चे का भरोसा कर लेता है कस्तो चिसो पो हुन्छ त यहाँको पानी
तपाईँहरू नुहाउनु पनि सक्नु हुँदैन यस्तो चिसो हुन्छ पानी आमा त रहँदैन पनि तर हुन्छ हेर्नु न साथीहरू हामी चाहिँ त्यहाँ त्यो सानो खोला छोडेर यहाँ आएको अरे होइन यो ठुलो यहाँनिर घाटमा त्यो यहाँनिर पनि पानी छैन हो त्यो पानी चाहिँ हामीले ल्याएनौँ खानुको लागि हो त्यही भएर एकदम रात परिसकिसक्यो हेर्नुहोस् न 5 बज्ने बेला भइसक्यो पानी अहिलेसम्म छैन पानी छ ऊ पर उहाँ घाटमा छ हो त्यही भएर चाहिँ एकदमै लेट भयो रात परिसकिसक्यो हामी चाहिँ यो फेरि राइडाक घाटमा आइपुग्यौँ हो साथीहरू उहाँनिर चाहिँ घाट छ होइन हामीहरू चाहिँ यहाँ आयौँ हिँड्दा हत्तु भइसक्यो हो अघि चाहिँ त्यहाँनिर खाने भन्दै थियौँ त्यहाँनिर चाहिँ एकदम उयो भयो नि त अनि त्यही भएर आएको यहाँ पनि पानी छैन छेउमा किनकि हामीले खानुलाई पानी त बेसी ल्याएन अन्त पानी उयो गर्ने भनेर भातहरू पनि त धुनु पऱ्यो नि त होइन त्यही भएर पानीहरू ल्याएको थिएन त्यस्तो भयो हेर्नु न एकदम इच्छुक भएर अब के गर्नु नगर्नु भइरहेछ त्यत्रो अब एउटा हुन्छ नि के अरे नाथे यो भात र मासु मात्रै खाँदा नि त्यो टाढो आएको जस्तो भइसक्यो हो त्यो जाने प्लान त अर्कै थियो भिन्दै थियो होइन हामी जाने भन्दै थियौँ तर त्यहाँ जानु पाएनौँ के हो कहिले हुने कहिले खाएर हामी जानु रातै पर्छ होला साथीहरू भेट्दै गर्छौँ हजुरहरूसँग फेरि होइन पिकनिक क्या होगा दाजी छुट्टी हुआ डेंजर पिकनिक होगा यादगार पिकनिक होगा साल पूरे जिंदगी भर नहीं भूलेंगे दोबारा कभी नहीं आएंगे ये 2025 में ये देखो चप्पल सापल साफ बोक के चल रहे हैं हम लोग ये क्या है ओ प्रेमानंद ये क्या हुआ यहाँ पे थक गए हम लोग सब हिड़ते अभी तक हमारा मंजिल नहीं आया चप्पल खुल गया वो ये क्या हुआ चप्पल खुल गया हम लोग का हालत शेष मुझे तो ऐसा लग रहा है एक भात और ये दीदी एक भात और सब्जी खाने के लिए इतने दूर आऊं है ना दीदी अदू इधर देखो ये प्रेमानंद ये क्या हुआ चप्पल खुल गया हाथ में लेके जाना पड़ रहा है वही तो ये जगन्नाथ ये क्या हुआ ओए दीपा एउटा भात सुन एउटा भात एउटा सब्जी हामीलाई कहाँ माग्ने कुन चाहिँ खोला अरे यो घाट राइडक ये इसका प्लान है और किसी का नहीं है ये प्लान वही चौपट हो गया था वही खाना लिएर जाने हैन सब तिमीहरूको कारणले भएको बोक त ठुस्क्यो यो पुरा त्यतिखेर चाहिँ खुसी भएको झोला दाम होस् लाँदैन मान्छेहरूले भाडा तैँले फोन त लाउँदैनस् त्यो टोलाको हालत खराब भयो यिनीहरूले प्लान गरेको हामीलाई ल्याउनुको लागि ये भगवान कसरी उत्रे तिमीहरू मैं गिर गई तो यहाँ से बर्बाद हो जाऊंगी रे बल्ल फिक्स फाइनली भयो साथीहरू कहाँ उतापट्टि उता खोलामा ए हिँड के वाइ बामे सरेको उनीहरू बामे सरी चढ्दैछ रियान्सुहरू यो हो नि त पिकनिक स्पट है साथीहरू हो कि होइन भन त ओइ चुप हो यो हो नि त पिकनिक स्पट यसलाई भन्छ यसलाई है साथीहरू कसले भन्छ र ओला तेरो बल्ल हामी खाने जग्गा आइपुग्यौँ मासु गनाएर कहिले खाम भइसकिसक्यो यिनीहरूको जग्गै आइपुग्दैन के जलाएको अरे
के चिकनहरु यो पिकनिक खाको बम्बू चिकन बम्बू के हो बम्बु भनेको बाँसको भित्र हालेर पोजै साथीहरु यी हाम्रो यो रेडी छ सबैजना ओइ आउँछु म पनि जग्गा राखिराख हाम्रो लाइन जग्गा राखिराख बसेर हुन्छ हैन बसेर हुँदैन बस पोच है क्यामेराम्यान फोकस गरौ कसरी बसेछ यहाँ पोस्टा रियान्सु यता आउ छिटो पछि यहाँ बस यहाँ आउ फोटो खिच्नु बसेको मम्मी ओइ आउँछ बस ए यहाँ बस मामाहरुको फोटो मामाहरुको फोटो हेर्ने हेरे यसले बक्कै आफ्नो मात्र खिचिरहेको भाइ साहब तिम्रो फोटो खिच्दैन नि सब फोटो खिच्नु लु यहाँ हाम्रो चाहिँ फोटोसुट हुँदैछ पुरा हेर्दा फोटोसुट ए सबको ल्याऊ ए कुकिङ मेनहरु ल्याऊ ल्याऊ छिटो भात मेरो चप्पल कस्तो रात परिसक्यो खै हौ जुम पारा पनि लाग्दैन यस्तो बिचमा छौँ नि हामीहरू यस्तो बिचमा हेर्नु यता पनि खोला छ यहाँ बिचमा छौँ हामीहरू भन्नु पर्दैन आउँदैन भनेर यो हो यहाँ पलाउ के भन्छ यसलाई पलाउ होइन पुलाउ राइस हल्का गिलो भएछ नि अब चाहिँ हामी खाने है साथीहरू अहिलेको लागि चाहिँ भाइ हाम्रो पिकनिक अझै सकेको छैन साथीहरू अब तू मेरा के बनाते हर बार हेलो गाइस हाम्रो पिकनिक सकेछन् अहिले कस्तो रात कहिले घर जानु हो भगवान् यो एउटा बयरकोमा पढिरहेको छ है भगवान् टोपी लगाइसक्यौँ साथीहरू हामी त जाडो भएर यहाँ कक खेल्नु देखाइदिउँ अब कक खेल्नु के गर्नु साथीहरू लेट भइहाल्यो यसको कारणले झन् लडिन लेट भयो के गर्नु त्यस्तै भयो नभए त छिटो आएको भए त कस्तो घुम्नु पाउँछौँ भने साथीहरू के भन्नु अघि आएको भए घुम्नु पाउँथ्यो नि दिदी तेरो दिदीको काम तिमी बसेर हुन्थ्यो नि हमारा पिकनिक फिनिश हो गए यो भाडा चाहिँ कसले मस्काउँछ म किन मस्काउँछु यो जिम्मा भोलि तिमीहरूको के छैन छोरी कि छोरेन हेर है साथीहरू पैसाहरू झरे कि हेर है तेरो पैसा हैन हो के सामान यस्तो रात पर्यो साथीहरू अब चाहिँ हामी गएको अब जानुपर्छ उहाँ माथि चढ्नुपर्छ हेलो साथीहरू सो हजुरहरूले यो भिडियो चाहिँ मन पराइदिनु भयो होला होइन म धेरै आशा गर्छु साथीहरू सो यो भिडियो चाहिँ मैले कहिले नि एडिट गर्छु भनेर सोचेँ नि त साथीहरू सो त्यस्तै भयो होइन अब केही प्रब्लम परिरहेको थियो होइन सो त्यही भएर मैले यत्रो दिन ग्याप भयो होइन ब्लग ल्याउनुको लागि साथीहरू सो यो भिडियो चाहिँ मैले एडिट गरेर राखिरहेको थिएँ हाल्छु भनेर होइन साथीहरू सो एकदमै भइरहेको थियो साथीहरू अनि त्यही भएर मैले हाल्नु पाएन सो हजुरहरूले पनि बुझिदिनुहुन्छ भनेर म धेरै आशा गर्छु होइन सो फेरि पनि राम्रो राम्रो भिडियो ल्याउनु पाऊँ हजुरहरूको लागि हजुरहरूले मन पराइदिनुहुन्छ भनेर म एकदमै मनदेखि आशा गर्छु साथीहरू सो सबैजना सन्चै हुनुहुन्छ होला नि त अहिले होइन सो म पनि एकदमै यहाँ सन्चै छु र फेरि अर्को भिडियोमा भेटौँला सो हजुरहरूले धेरै 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 माया गरिदिनुहुन्छ भनेर आशा गर्छु सो मन पर्यो भने लाइक सेयर कमेन्ट गर्नु होला फेरि अर्को भिडियोमा भेटौँला सो आजको लागि चाहिँ बाई बाई साथीहरू